विदेश आएको यत्रो वर्ष भयो, आफूमा केही चेन्जेसै आएन र आफ्नो जीवन कहिले परिवर्तनै भएन भनेर सोचिराख्नु भएको छ। साइड होर्सेस बिजनेस एक्स्ट्रा इन्कम पाएँ भने म पनि घरै बसेर केही 1-2 घन्टा टाइम दिएर यस्तो अपर्च्युनिटी आयो भने पनि म पनि गर्थेँ भनेर सोच्नु भएको छ। यदि हजुरहरूलाई यस्तो सोच, यस्तो साइड होर्सेस बिजनेस जो कि घरै बसेर बच्चा हेर्दै आफ्नो फ्यामिलीलाई टाइम दिएर गर्न सक्ने बिजनेस अपर्च्युनिटी आयो भने म पनि गर्थेँ भनेर सोच्नु भन्नेहरूलाई चाहिँ यो भिडियोले हेल्प हुनसक्छ। नमस्ते, म एलिसा। म जापानमा बसोबास गर्दै आएको करिब 8 वर्ष भयो र मेरो फ्यामिली, मेरो हस्बेन्ड, मेरो छोरीसँग र म पनि केही विगत अगाडि चाहिँ यस्तै सोच्थेँ हो। हामी चाहिँ विदेशमा आउँछौँ धेरै ठुलो सपना देखेर, तर आफ्नो लाइफलाई चाहिँ हामी सबै स्यालेरी पनि राम्रो हुन्छ, सबै हुन्छ, तर पनि हुन्छ मानिसलाई त्यही सोचेर म पनि विदेश आएको थिएँ हो। ममा सबै पुगेको थियो। जापानमा बस्नेहरूलाई सबैलाई थाहा छ स्यालेरी राम्रो हुन्छ, काम गरे भए पर्दैन, सबै हुन्छ, तर आफ्नो लाइफ चाहिँ त्यही सीमित मात्रै भयो, त्यही स्यालेरीसँग मात्रै सीमित भयो र मैले चाहिँ आफ्नो खुसीहरू, आफ्नो फ्रिडमसित हिँड्न पाइनँ र मैले चाहिँ काम गरे मात्रै पैसा पाएँ। मलाई चाहिँ काम नगरिकन अटोमेटिक सिस्टमले गर्ने जुन कि अहिले अनुसार चल्दै आएको घरै बसेर गर्न सकियोस्, जुन कि मोबाइलको थ्रुबाट भन्ने काम चाहिँ मलाई चाहिएको थियो। जुन कि म जापानमा बस्छु, जापान भोलि बिहान केही भयो भने चाहिँ मैले चाहिँ फ्याट उठेर हिँड्ने भए पनि मेरो बिजनेस मसितै पकेट अनुसार चल्दै जाओस् र मैले काम गर्न नसक्दा पनि मेरो बिजनेस चाहिँ अटोमेटिक सिस्टमले काम गरोस् भन्ने मैले खोजिरहेको थियो हो। सेम तपाईँहरू पनि यस्तै बिजनेस, जुन कि यो बिजनेसमा धेरै फाइदाहरू छ हो। हामीले बिजनेस गर्दा चाहिँ आफ्नो बेनिफिटहरू हेर्नुपर्छ, जुन कि बेनिफिटमा चाहिँ हाम्रो चाहिँ मैले गरेको बिजनेसमा चाहिँ डिजिटल बिजनेसमा चाहिँ हो राम्रो बेनिफिट छ। त्यसैले त मैले गरेँ। म फुल टाइम गर्दा गर्दै पनि मैले किन समातेँ यो बिजनेसलाई, किन मेरो लाइफमा इम्पोर्टेन्ट छ, किन म यो बिजनेसलाई चाहिँ यसरी आकर्षित भएर म गर्दै आइरहेको छु, जुन कि दिनमा 1-2 घन्टा दिएर पनि गर्न सकिरहेको छु हो। यो बिजनेसमा स्किल छ 1 नम्बरमा। हामीले अहिलेसम्म नजानेका कुराहरू यो बिजनेसले सिकाउँछ, जुन कि ट्रेनिङ बेसबाट सिकिन्छ हामी चाहिँ। र यो बिजनेसको मेन पोइन्ट ब्युटी पोइन्ट भनेको चाहिँ रिटायरमेन्ट छ, जुन कि हामी चाहिँ कुनै पनि बिजनेसमा रिटायरमेन्ट लिन सक्दैनौँ। बाँकी नेपालमा भए जस्तो सरकारी त्यो बुढो भएपछि रिटायरमेन्ट होइन कि, यहाँ चाहिँ काम गरे अनुसार चाहिँ अल रिटायरमेन्ट छ। 1मा आफूले मेहनत गरे अनुसार गर्नुभयो भने चाहिँ 2देखि 4 वर्षभित्रमा रिटायरमेन्ट लिन सकिन्छ। र 2मा भन्नुपर्दा चाहिँ आफ्नो बच्चा 18 वर्ष पुगिसकेपछि ट्रान्सफर गर्न मिल्ने लेजिट तरिकाले बकाइदा यो रजिस्टर भएर जति आफ्नो